सैलुङको यात्रा चाहिँ यसरी सुरु हुन्छ गाइस हैन। हजुरहरू मेरो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। इट्स मी सृजना हैन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो हैन। कसरी बोल्ने भन्ने आई डोन्ट नो, बट यसरी हाम्रो सैलुङको यात्रा चाहिँ सुरु हुन्छ। यहाँबाट चाहिँ जाडो सुरु हुँदैछ। जे होस् धुलीखेल कटिसकेपछि चाहिँ एकदम जाडो थियो, हुस्सु लाग्दै थियो। हुस्सुमा चिसो चिसो हावा यसरी गइरहेको थियो। जाडो हुन्छ भन्ने चाहिँ थाहा थिएन। सो पातलै लुगा लगाएर गएको थियो। यहाँबाट त एकदम जाडो भइरहेको थियो अनि हुस्सु पनि केही नदेखिने त्यस्तो भइरहेको थियो। पानी पनि पर्छ कि भन्ने चाहिँ गेस थियो, तर पानी चाहिँ परेन। अनि यस्तै चिसो चिसो हावा चिसो मौसममा गइरहेको थियौँ। अनि यो चाहिँ मेरो एकदम फर्स्ट हुने टुर नै हो होइन। यसरी म कहिले पनि गएको थिइनँ बाहिर। अनि मैले यो तामाकोसी सुनकोसी भन्ने पनि मैले देखेको पनि थिइनँ फर्स्ट टाइम। अनि फर्स्ट टाइम मैले यो देखेको थिएँ अनि म एकदम छक्क परिरहेको थिएँ। अनि मैले यो खिचेको पनि थिएँ। अनि साथीहरूलाई नि सोधेको थिएँ के हो भनेर। तामाकोसी सुनकोसी खै के भन्दो रहेछ। म चाहिँ कहिले पनि गएको थिइनँ क्या। अनि एकदम रमाइलो लागिरहेको थियो हेर्दा। यत्रो बगर देख्दाखेरि अचम्म चाहिँ भइरहेको थियो। त्यही हो। अनि यसरी भिडियो डाँडा काँडा हेर्दै रमाउँदै हिँडिरहेको थिएँ। हरियो वन जङ्गल हेर्दा त आँखा पनि एकचोटि झिमिक्क नगरिकन हेर्दै 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 गइरहेको थियौँ हामी। कहिले अगाडि सिटमा कहिले पछाडि त्यस्तै गरी बस्दै थियौँ। यसरी हुन्छ। यो चाहिँ मैले ननस्टप मैले खिच्न चाहिँ छोडिनँ। जहाँबाट देखेको त्यहीँदेखि नै क्लिक गरिरहेको थिएँ। त्यहीँसम्मकै छ होला सायद यो भिडियो चाहिँ होइन। यो चाहिँ मैले पहिल्यै खिचेको हो अनि पछि चाहिँ भोइस ओभर गरेको हो। अनि यहाँ हेर्न सक्नुहुन्छ कत्रो ठुलो हो कि। म त छक्क परेको थिएँ पढ्नलाई। के भन्नु हो, मलाई अहिले पनि हाँस उठिरहेको छ कि। म कहिले पनि नहिँडेको मान्छे अब यस्तो देख्दाखेरि त एकदम छक्क नै पर्थेँ। एकदम छक्क पर्यो हो हुन पनि। ल अब एकछिन चाहिँ हेरौँ है त यो भिडियो। वाउ कस्तो राम्रो देखेको छ हेर्नु न, हरियाली है। एकदम राम्रो सिजनमा गएछौँ कि एटलिस्ट हामी चाहिँ। त्यति बेलामा जे होस् हरियो मनै लोभ्याउने हाम्रो नेपाल यति राम्रो छ क्या। कुरै नगरौँ, बयानै गर्न सकिँदैन होइन। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मलाई त नेपाल त एकदम राम्रो देश लाग्छ क्या। एकदम आफू जन्मेको देश पनि भएर होला, बट मलाई साँच्चै रमाइलो लाग्छ। अनि हामी चाहिँ माथि पुग्यौँ होइन। खाडादेवी भन्ने मन्दिर लानु हुँदै थियो। अनि त्यहाँबाट एकछिन हामी खाडादेवी मन्दिर पुग्यौँ। अनि त्यहाँबाट मैले चाहिँ खाडादेवी मन्दिरको सबै घुमेर भिडियो बनाएको थिएँ। एकदम राम्रो थियो मन्दिर पनि। यो चाहिँ रामेछाप भन्ने ठाउँमा रहेछ। यहाँ चाहिँ म चाहिँ घुम्दैछु
सबै भिडियो बनाउनको लागि। हेलो गाइज, हामी चाहिँ रामेछापको खाडा देवी मन्दिरमा मन्दिरबाट दर्शन गरेर फर्किँदैछौँ। यो चाहिँ डे 1 हो अनि एकदमै गर्मी थियो अघि चाहिँ, अहिले चाहिँ शीतल भइरहेछ। म खुड्किलामा हिँड्दैछु भिडियो खिच्दै, म लड्छु भन्ने डर लागिरहेछ। टिमुर अनि हामीले खाएको यताबाट नि पोले जस्तो हुन्छ, उताबाट परपराको पोलेको होइन। प्रतीक्षा कहाँ गयो यार? भयो, बाई बाई गाइज। हामी चाहिँ बस चढ्नलाई जाँदैछौँ अब, दर्शन गरेर फर्केको। खाडादेवी मन्दिरबाट दर्शन गरेर हामी खाना खान गयौँ। अनि खाना खाँदैछौँ, हाम्रो साथीहरू त्यतातिर पनि बसिराख्नु। अनि हामी चाहिँ खान लाग्यौँ। अनि एउटी चाहिँ काँक्रो टोक्दैछ। कति बेलापछि हामी सैलुङ पनि पुग्यौँ। अनि त्यसपछि रुममा गयौँ। अनि यस्तो रमाइलो गऱ्यौँ। अनि खाना खाएर सुत्यौँ। अनि भोलि बिहान चाहिँ हामी सैलुङको डाँडामा सन राइज हुन्छ भनेर उठेका थियौँ, तर उसको कारणले देखेन। अनि साथी साथीहरू सैलुङको के भन्छ यो थुम 10 थुम भन्ने हेऱ्यौँ। अनि एउटा भ्यू टावर नै थियो, त्यहाँ जान चाहिँ टिकट काट्यौँ र अनि त्यहाँबाट भ्यू हेऱ्यौँ, फोटोसोटो खिच्यौँ। वाउ, हेर्नु दृश्य कति राम्रो छ। वाउ, नेचरको भाइब्स नै छुट्टै छ नि। आई एम द नेचर लभर है म चाहिँ। अनि एकदम घुम्न जान मन लाग्ने मान्छे हो कि म चाहिँ। अनि यस सनराइज त भयो पो खिच्छ त तिमीले अब माथि। अनि म चाहिँ त्यहाँ पुगेपछि एकदमै खुस भएँ कि हिजोको त्यो गाडी फसेको कुरा पनि बिर्सेँ, सबै बिर्सेँ। अनि बिर्सेँ भन्दा नि हल्का चाहिँ बिर्सेको थिएँ, बट नट कम्प्लिटली होइन। तर याद चाहिँ आइरहेको थियो। कस्तो डर लाग्थ्यो कि एकदम त्यस्तो बाटो त म कहिले पनि हिँडेको थिइनँ कि। यहाँको फुलहरू चाहिँ यति राम्रो थियो कि कुरा नगरौँ। यस्तो फुल फुल्ने टाइम रहेछ त्यति बेला चाहिँ। यो चाहिँ मेरो साथी गएको थिएँ अनि त्यसपछि उसले भिडियो बनाएको थियो है त्यो चाहिँ। अनि हामी यहाँबाट चाहिँ फर्क्यौँ जिरी जानको लागि। अनि त्यसपछि बाटोमा यस्तो
नाइट आउट सरहरूले चाहिँ बेलुका घुम्नु छ भने जाऊ भन्नुभएको थियो नि गएको थियो गएर आएर हामीले चाहिँ हल्का टिकटक बनायौँ अनि खाना खाएर सुतेको बिहान चाहिँ हामी जिरी खान गयौँ हल्का फोटोसोटो खिच्यौँ भिडियो बनायौँ अनि खाना चिल भिजिटमा गएर आएर हामी फर्क्यौँ यसरी रमाइलो गर्दै फर्क्यौँ त्यही हो गाइज हेरेर साथ दिनुभएकोमा धन्यवाद यसरी नै हामी अनि घरसम्मको यात्रा सुरु हुन्छ हेरेर इन्जोय गर्नु होला है त लड़कीले दियो है मोहना भन्दा रमाइलो है Kau